कुनै एउटा मन्दिरमा तपाईहरु सबै राज्य जानुभएको छ होला त्यता जनै पूर्णिमा त्यो यतापट्टिको जङ्गलमा भएको मन्दिरमा खुब ठुलो मेला लाग्छ हैन खुब मेला लाग्छ नागीको चाहिँ त्यसमा अनि त्यो मेलामा भित्र गएर यसो मूर्ति हेरेको त ढुङ्गेको रहेछ सिँढी पनि पुरै ढुङ्गाको रहेछ हैन जुत्ता तलै काट्नु पर्ने एकदम चाहिँ सिँढी उक्लँदै जाँदा ती सिँढी जम्मै ढुङ्गाको रहेछ भित्र गएर के पूजा गर्नु पर्ने त्यो पनि ढुङ्गै रहेछ एक दिन ती दुईटा ढुङ्गाको बिच संवाद भएको छ क्या बाहिर चाहिँ लात्ती खाइरहने ढुङ्गाले भित्रको पूजा भइरहने ढुङ्गालाई भनेछ सबै मान्छे गएपछि ए साथी त पनि ढुङ्गा म पनि ढुङ्गा तर म एउटै खानीको भन्ने पनि मैले सुने तर तँलाई दिनका दिन मान्छे आएर दुध चढाएका छन् अबिर चढाएका छन् फुल चढाएका छन् अक्षता चढाएका छन् ढुगेका छन् अनि के माग्छन् पसित तर मलाई आएका छन् लात मारेका छन् के फरक छ यी मान्छे कति विवेककारी रहेछन् म यो कुरामा बडो चित्त दुखिरहेको छ भनेर बाहिरबाट भनिन्छ अनि भित्रको ढुङ्गाले जवाब दिन्छ साथी यो त कर्मको खेल भन्छन् हैन कर्मको खेल भन्छन् कर्म भनेको यता लेखेको कर्म हैन आफ्नो कामको खेल भन्छन् मान्छे पक्षपाती हैन मान्छे बडो विचारशील छ तर म तँलाई थाहा रहेछ एउटै खानीका हुँ सबभन्दा पहिला तँलाई निकालेका हुन् त्यो खानीबाट निकालेर जब एक ह्यामर हाने त भाँचिसकेपछि मान्छेले त्यसलाई यो काम लाग्दैन भनेर थन्काए फेरि मलाई निकालेर हाने मैले सहेँ टुक्रिँदै गएँ मलाई हानेका हाने 1000 भन्दा धेरै चोट हाने अन्तिममा मेरो एउटा आकार बनाएर भित्र लिएर राखेँ तँलाई पनि छोडेन भने त भाँचिएको थिइस् अब यो यहाँ काम लाग्छ भनेर तँलाई त्यहाँ राखेँ साथी पहिलो पटकै अवसर तँलाई म बसेको ठाउँमै बस्नु मिलाएको थियो तर पहिलो चोटमै त भाँचिएको हुनाले पहिलो सङ्घर्षमै त थाकेको हुनाले त आज बाहिर छस् म आज यहाँ छु